खुरु राम्रा काम गर्नु, जनतामा हाइती होस्, यसै चाहिँ सब सुशासन दिनु, भ्रष्टाचारीहरूलाई कारबाही गर्नु, ती कुराहरू केही पनि नगर्ने चटके गरेका छ। देशमा चरम निराशा छ। इन्स्टिट्युसनहरू सबै भताभुङ्ग छन्। विश्वविद्यालयदेखि लिएर कुनै डेमोक्रेटिक इन्स्टिट्युसनहरू आज चाहिँ टिक्ने अवस्थामा छैनन्। अब यो न्यायालयप्रति जनताको टोटल्ली अविश्वास छ। यो राजाको फागुन 7 गतेको प्रजातन्त्र दिवसको अवसरमा जारी भएको वक्तव्यलाई अनेक उछितोकार र आलोचना गरेर आफ्नो पद गरिमा राजनीतिक व्यक्तित्व पनि ख्याल नगरिकन तथानाम जुन भनिरहेका छन् नेताहरूले, मेरो सभापतिले प्रचण्डदेखि लिएर प्रधानमन्त्रीसम्मका छितेर मिचेर भाषा जो बोलिरहेका त्यो गर्न छोडेर देश सङ्कटमा छ। हामीले सङ्कटबाट देश बचाउन नेपाली राजनीतिको एउटा दुःखद पक्ष, दुर्भाग्यपूर्ण स्थिति के छ भने हरेक 10 वर्षमा एउटा संविधान जारी हुने। 7 दशकमा 7 वटा संविधान बन्यो। अब पालो